हामीले जुन दिन बालेन दाइले राजीनामा दिनुभयो 4 गते राजीनामा दिए लगतै हामी त्यो दिन पार्टी प्रवेश गरेर हामी त्यही दिन राति हिँडेको। हाम्रो प्लान के थियो त्यति बेला भन्दाखेरि 150 वटा क्षेत्रभन्दा बढी छिर्ने भन्ने चाहिँ हाम्रो टार्गेट छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले तपाईँले क्यालकुलेट गर्नु टाइम लगभग 50 दिन बाँकी थियो होला त्यति बेला चुनाव आउन हामी जब हिँडेको त्यो 50 दिनमा 150 वटा क्षेत्र कसरी कभर गर्नु, किनकि टाइम पनि त कम छ। तपाईँलाई जति बालेन दाइको यहाँ माग छ त्यति नै अरू ठाउँमा पनि बालेन दाइको माग छ। जति कमजोर ठाउँहरू छ त्यता त झन्नै पर्दैछ होइन। यहाँ त एक लेभलको यतिको भए पनि सङ्गठन छ, यति मान्छेहरूमा हल्ला छ कि घन्टी छ त्यो छ भनेर, तर कति ठाउँमा त तपाईँको अलिकति विक छ नि त ठाउँहरू, सङ्गठन छैन। त्यहाँ त झन् 3-4 जनाभन्दा मान्छे छैन, भित्रभित्र हुँदा पुगेको छैन होइन, त्यो ठाउँहरू छ। अब एकजना मान्छेले 50 दिनमा 150 वटा क्षेत्र टार्गेट गरेको छ र कसरी हिँड्ने भन्ने कुरा तपाईँले एकपल्ट क्यालकुलेट गर्नु। दिनमा कतिवटा क्षेत्र हिँड्नु पर्छ, एउटा क्षेत्रमा तपाईँले भन्नुभयो 3 घन्टा आएर बस्ने भयो, 100 वटा क्षेत्रमा 3 घन्टा आएर बस्ने